गाउँबाट करिब 30 मिनटको बाटो उकालै उकालो हिँडेर अहिले हामी गैरीगडामा आराम गरिरहेका छौँ। हाम्रो उद्देश्य के हो भने च्याउ, जङ्गली च्याउहरू खोज्न हिँडेका हौँ हामी। यो जङ्गल हेर्नुहोस्, माथि त्यो जङ्गलमा असाध्यै च्याउ पाउने भएर गाउँका थुप्रै मान्छेहरू च्याउ खोज्न हिँडेका हुन्छन्। हामी पनि त्यही अनुसार हामी अगाडि बढेका छौँ। यो अनाकन्टर जङ्गलमा हामी च्याउ खोज्न हिँडेका छौँ होइन। यसरी हामी हिँडिराख्दा अन्य साथीहरू अर्को बाटोबाट हिँडेका छन्। हामी माथि भेट्ने बाचाका साथ अगाडि बढेका छौँ र यहाँ सानो खोला छ होइन। तर अप्ठ्यारो अँध्यारो छ गाइस, एक्लै जान सकिने अवस्था हुँदैन यो जङ्गलमा बर्खाको बेला अथवा बर्खाको बेला। यी साना साना झरनाहरू असाध्यै मनोरम हुन्छन् होइन, एकदमै मनपर्छ। अनि हामी योबाट माथि उठ्छौँ होइन। मेन अब चाहिँ हामी भाबरतिर लाग्छौँ, जसलाई हामी भाबर भन्छौँ होइन। भाबर च्याउको खोजीमा यही असाध्यै घना जङ्गल हुन्छ कि एकदमै बाक्लो, जसलाई भाबर भन्छ होइन। यो जङ्गलमा नपाउने चिज पनि बिरलै हुन्छ गाइज, किनकि प्रकृतिको वरदान हुन् यिनीहरू, यी जङ्गल भनेका। यहाँ नपाउने चिज भनेको त्यही सुन चाँदी मात्रै होला, त्यो पनि कसैको हराएको हुनसक्छ, त्यो पनि पाउन सकिन्छ होला गाइज। एनी केही छैन, अब हामी अगाडि बढ्यौँ होइन। फर्स्टमै हामी नजिकै पाइहाल्यौँ च्याउ। भाउजूले हेर्नुहोस् है, तपाईँ देख्न सक्नुहुन्छ यसरी हामी जङ्गलको रुखमा यसरी च्याउ टिप्दैछौँ। उहाँले अब च्याउ टिप्दै गर्दा अरू थुप्रै पाउनुपर्छ भनेर भगवान्सँग प्रार्थना गर्दै हुनुहुन्छ, फेरि पनि धेरै धेरै कि। अब हामी यहाँबाट फेरि च्याउ टिपेर निस्क्यौँ, अगाडि बढ्यौँ। म चाहिँ थाकिसकेछु गाइस होइन। त्यहाँबाट म अरू साथीहरूसँग त्यहाँबाट आफ्नो गन्तव्य चाहिँ बदल्छु अनि उहाँहरूलाई छोडेर म चाहिँ अर्कै बाटोमा लागेको हुन्छु। अब यसरी अगाडि बढ्दै गर्दा म चाहिँ फेरि त्यहाँबाट यता आफ्नो गन्तव्यतिर लागेँ होइन। अब उनीहरू चाहिँ च्याउ टिपेर साँझतिर नै आउने गरी अगाडि बढेका छन्।